दाइ तपाईले दिनमा कति घण्टा रौसी खानुहुन्छ नि? 24 घण्टा। ए अनि बियर खानुहुन्छ कि नै त? कहिलेकाहीँ खान्छु। आज जाडो पनि छ, दुई भाइ मिलेर मस्त रक्सी खाऊँ के? आउनुस्। ल हुन्छ, म आउँछु। 50-50 गरौँला पैसा, अनि मस्त खानु पर्छ है त। हैन मसँग पैसा छैन। छुचा बुढा। अनि कहिलेदेखि खान लाउनुको त रौसी? सानैदेखि। किन हो त त्यति सानैदेखि खान लागेको? सिस्टमको लागि, प्रजातन्त्रको लागि। जे बोले नि भएको छ। अनि कोसँग बसेर खानु हो त रौसी? केपी ओलीसँग, प्रचण्डसँग, शेरबहादुर देउवासँग, माधव नेपालसँग, झलनाथ खनालसँग, रामचन्द्र पौडेलसँग। खाएको खाइयो यत्रा ठुल्ठुला मान्छेसँग बसेर धेरै झुट नबोल्नु त। म झुटो बोल्दिन। मलाई त विश्वास लागेन है। प्रचण्डलाई सोध्नुस्। खोइ प्रचण्डको नम्बर ल्याउनु त। गिरिजा प्रसाद कोइरालालाई सोध्नुस्। अब गिरिजा प्रसादलाई सोध्न फेरि कहाँ जाने यो? यस्ता कुरा छोड्नुस्। रौसीसँग सितन चाहिँ के खाने भन्नुस् त? मासुको परिकार धेरै। ल त्यसो भए 500 रुपियाँ दिनुस्। किन? अब धेरै मासु खानलाई त पैसा चाहियो नि त। दिन त 500 खुरुक्क। हैन मसँग पैसा छैन। हे भगवान, अनि मसँग भएको पैसाले पुग्दैन क्या मासु ल्याउन? अब के गर्ने? अब के गर्नु? 45 को 2टा सोफी अनि एउटा वाइवाई चाउचाउ लिएर आउँछु म त्यसो भए। आउनुस्। ल हुन्छ, अनि झ्याप भएपछि के हार्ने हो त? हलो जोतौ। हलो जोत्नी? म पनि हलो जोत्न तयार छु। अनि नखाँदै झ्याप भई क्या बुढा?